ब्याड न्युज फर बार्सिलोना फ्यान। जाबी अलोन्सोले म्युचुअल्ली रियल म्याड्रिड छोडिसकेको छ र अबबाट जाबी अलोन्सो रियल म्याड्रिडको कोच रहेन र यो डिसिजन भनेको चाहिँ बार्सासँगको जुन हिजोको हार पछि आएको डिसिजन हो र जुन यता बार्सासँग हार्यो र लालिगामा पनि पहिला धेरै पोइन्ट्सको ग्याप थियो तर अहिले रियल म्याड्रिड तल गएको अवस्था र सबै कुराहरू हेरेर फ्लोरेन्टिनो पेरेज र यता जाबी अलोन्सो उनीहरू चाहिँ जस्ट म्युचुअल्ली यो भनेको चाहिँ स्याक भएको चाहिँ होइन र उनीहरू दुइटै एउटा म्युचुअल्ली एग्रिमेन्टको कुराहरू हो यो चाहिँ र जस रियल म्याड्रिड भनेको चाहिँ यस्तै कुराहरूलाई नै चिन्ने गरिन्छ उनीहरूलाई चाहिँ जस रियल म्याड्रिडमा आएर चाहिँ एउटा पुरा त्यो प्रपर एउटा रिबिल्ड गर्छु यताउता गर्छु भन्ने सपना नदेखे हुन्छ कुनै कोचले पनि। यहाँ भनेको चाहिँ जुन जति बेला जो पनि फायर हुनसक्छ र एकदमै खतरनाक कोचहरू आएर खतरा काम गर्दाखेरि पनि उनीहरू स्याक्ड भइरहेको थियो र अहिले जाबी अलोन्सो जुन पहिलाको अहिले लिभरकुसेनमा खतरनाक गरेको थियो र अहिले आएर जस रियल म्याड्रिडले त्यस्तो टाइम चाहिँ दिएन र जाबी चाहिँ जस स्याक नभए पनि जस यो छोड्न पर्छ जस्तो लाग्थेन मलाई चाहिँ किनकि एउटा रिबिल्ड गर्नको लागि रियल म्याड्रिड अलिकति एउटा हल्का ट्रान्जिसन फेजमा थियो र त्यो फेजमा चाहिँ अलिकति 1 वर्ष केही नभए पनि चान्स दिए भए राम्रो हुनसक्थ्यो तर पनि त्यसो अब जाबी नभइसकेपछि अब को आउने हो त्यहाँ हेर्न बाँकी छ। अब इन्ट्रिम म्यानेजर को आउँछ अथवा अब एकैचोटि पछि गएर ल्याउँछ किनकि एउटा राम्रो अप्सनहरूको चाहिँ जुलियन नगल्सम्यान पनि हुनसक्छ र कोचहरू अब मार्केटमा त्यस्तो धेरै चाहिँ छैन किनकि सबै अब उता कोही वर्ल्ड कपको नेसनल टिमहरूमै छन् र कोही यता क्लबमा आबद्ध भइरहेको छन् त्यही भएर कोचेसहरू त्यस्तो मार्केटमा धेरै छैन र जस अब वर्ल्ड कपसम्म रियल म्याड्रिड कुर्छ के गर्छ त्यो हेर्न बाँकी छ तर जस यहाँबाट कुन तरिकाले अगाडि जान्छ हेर्न बाँकी छ किनकि रियल म्याड्रिड भनेको चाहिँ यस्तै कुराले चिन्ने गरिन्छ। यहाँ भनेको चान्स भन्ने कुरो कुनै म्यानेजरले पाउनेवाला छैन। जाबी अलोन्सो पनि त्यो कुराको चाहिँ शिकार भइसकेको छ। फ्लोरेन्टिनो पेरेजले अब कुन पत्ता खेलेको त्यो हेर्न बाँकी छ। जस्ट धेरै कुरा त भन्दिनँ तर जाबी अलोन्सो स्याक्ड हुनुमा यसमा केही हदसम्म हान्स फ्लिकको पनि हात छ।